हेलो गाइज वेलकम ब्याक टु माई युट्युब ब्लग। आज चाहिँ मैले ब्लग स्टार्ट गरेँ किन भनेर चाहिँ हजुरहरू सबैजनाले थाहा पाइसक्नु भयो होला, बुढो चाहिँ बिजी भएको कारणले। अनि म चाहिँ आज यहाँ छतमा बसेर ब्लग स्टार्ट गर्दैछु। यहाँ छतमा बसिसकेपछि चाहिँ सबै देखिन्छ नि त। अनि छोरोलाई चाहिँ यहाँ आइसक्रिम खानु पऱ्यो अरे बिहानै बिहानै। ल भयो ल मम्मीले पुस्दिन खाऊ। बिहान बिहानै आइसक्रिम चाहियो अरे। अहिले चाहिँ जे होस् 9 बजिसक्यो बिहानको। बुढा चाहिँ काममा पनि जानु भइसक्यो। यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले, यस्तो राम्रो सिन छ कि यहाँबाट यता मासतिर चाहिँ हाम्रो गोकर्न पर्छ होइन। पानी आउला जस्तो भइरहेको आज पनि। अब हेर्दै जानु दिउँसो चाहिँ के हुन्छ कस्तो हुन्छ होइन। म सकेसम्म राम्रो ब्लग ल्याउने कोसिस गरि नै रहन्छु होइन। अब हेर्दै जानु के हुन्छ कस्तो कस्तो हुन्छ भनेर चाहिँ होइन। छोरोको चाहिँ मामा गरिरहेको देखाउँदैछ। कुरो मामा घर हो आइसक्रिम चार खानु पग्लिसक्यो। छिटो खाऊ। कसले ल्याइदिनु भएको आइसक्रिम? कसले ल्याइदिनु भएको सानो? चिसो रहेछ। ल छिटो खाऊ। मम्मीलाई दिने कि नदिने? दिने थ्याङ्क यू सानो। वेलकम भन है। वेलकम भन्दै। सो गाइस छोरोले चाहिँ आज चाहिँ आइसक्रिम पनि दियो होइन। आएपछि चाहिँ दिँदैन थियो, कस्तो लोभ गर्थ्यो भने आज चाहिँ बिहान बिहानै खाएको भएर होला। रुदा 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 गरेर मैले बल्ल दिएको भएर होला के। मलाई पनि दिएको नत्र चाहिँ खासै दिइहाल्ने मान्छे चाहिँ होइन। यहाँ आनन्दले हेरेर खाइरहेको छु। ल आजलाई यस्तै भइरहेको अहिलेसम्म चाहिँ। अब यहाँभन्दादेखि चाहिँ के हुन्छ हेर्दै जानु होला है त। सो गाइस छोरो र म चाहिँ यहाँ खेलेर बसिरहेछौँ। यस्तै यस्तै छ। हामी चाहिँ माथि रुममा पनि आएको थियौँ नि त। अनि अब एकछिनमा चाहिँ हामी तल जान्छौँ। अनि आज चाहिँ खानासाना पनि खाएको छैन। 9 बजिसक्यो। हिजो अस्ति चाहिँ हामी खाना पनि खाइसक्यौँ। आज चाहिँ खाना चाहिँ खाएको छैन। झन्डै लडेको मेरो छोरो र मामा चाहिँ यहाँ। यस्तै हो। अब अहिले एकछिन खानासाना खान्छौँ, तल पनि जान्छौँ। अनि के गर्छौँ कसो कसो गर्छौँ भनेर चाहिँ म सबै नै देखाउने नै छु। सो गाइज म चाहिँ अब सब बेडहरू पनि सफा गर्छु। फाइनल कस्तो हुन्छ देखाउँछ त। रुम चाहिँ यस्तो धेरै फोहोर भएको छ। यहाँ बेडसिटहरू चाहिँ मैले सबै निकालिसकेको छु। यस्तो भाताङ भुतुङ छ है। छोरो चाहिँ यहाँ खेलेर बसिरह। भाइले चाहिँ सु गर्छ भनेर मैले चाहिँ यो ओछाएको थिएँ। अनि भाइ चाहिँ यहाँ के गफ गर्दैछ। सो गाइज अब अहिले एकछिन भेटौँला। अब के कस्तो हुन्छ। यो बेडसिट रुम सफा गरेको तामाहरू पनि सबै कुरा फेर्छु है त। ल सो गाइज मैले चाहिँ सबै सफा पनि गरिसकेँ। होइन कस्तो थियो अहिले चाहिँ यति चाहिँ बनाएँ। यहाँ छोराछोरी भएपछि यस्तै भाताङ भुतुङ त बनाइ नै हाल्छ। छोरो चाहिँ यहाँ गीत गाउँदै हुनुहुन्छ। के गर्नुभएको सानो? चक्लेट कसले दिनुभएको? गाई भएको कसले दिनुभएको? छोरो कसले दिनुभएको चक्लेट? चक्लेट मात्र मिठो हुन्छ। अनि गाई नि मिठो हुन्छ। गाई त मिठो हुन्छ। गाईको दुध मिठो हुन्छ के? सेतो गाईको मिठो हुँदैन हो। सो गाई चाहिँ यस्तो यस्तो छ। छोरो चाहिँ यहाँ खुसी भएर बसिरह। मामा घरको सेतो गाईको दुध चाहिँ मिठो हुन्छ भनिरह। छैन यो गाईको मिठो लाग्छ हो। अनि तिमीलाई कसको धेरै याद आएको छ? मेरो झर्छ नि। झर भने अनि के खानु कसको याद आएको छ भनेर सोद्धा चाहिँ उसले चाहिँ कुरा छलिरह। कति गफारी भएको छ भने कुरा नगरौँ। उडायो उडायो। छोरोको गफ त सुनि नै हाल्नु पर्दैन। कस्तो हुन्छ यस्तो बनाए हुन्छ। कस्तो हुन्छ सानो? यस्तो कलरको हुन्छ। यस्तो कलरको। यो कुन कलर हो? येल्लो कलर। सो गाइस यस्तो यस्तो छ। अब अहिले एकछिन के हुन्छ के गर्छु भनेर चाहिँ त्यो देखाउने नै छु। ल अहिलेलाई यति नै त। सो गाइस म चाहिँ भर्खरै उठेर आएँ। यत्रो ठुलो पानी परिरहेको हाम्रोतिर चाहिँ होइन। अनि म चाहिँ छोरो सुताउनु गएको। म आफै निदाइछु। हिजो राति चाहिँ त्यस्तो धेरै खाँचो सुताइरहेको म पनि। त्यो भएर निन्द्रा पनि लागेको छ। अरू बेला खास निन्द्रा आउँदैन थियो भने आज चाहिँ निदाइछु पनि। अनि यहाँ हेर्न सक्नुहुन्छ यत्रो ठुलो पानी आइरह। हाम्रोतिर चाहिँ यत्रो ठुलो पानी परेर। हजुरहरूकोतिर चाहिँ के छ? बुढाहरू चाहिँ बाहिर बसेर खासाहरू पनि खाँदै हुनुहुन्छ। खासाहरू खाएको त देखाउने कुरा नि भएन। अब त्यही हो। यस्तो छ ब्लग। मेरो चाहिँ आँखाहरू पनि हल्का रातो रातो सुनली पनि राखेको किनकि
भर्खर सुतेर आएर म चाहिँ भ्लग पनि बनाउन जाँदैछु। यो कपाल चाहिँ किन नकोर्या भन्नु होला है, कपाल झर्या झरेको अनि दुखी नि गर्छ। अनि कति कोर्नु भन्दा म चाहिँ खास कपालमा इन्ट्रेस्ट दिन्न आजभोलि। यस्तो धेरै खाली खाली भइसक्यो नि कपाल, गाह्रो छ गाह्रो। ल अब अहिले एकछिन भेटौँ है त। सो गाइड छोरो पनि एक्जाम भयो, यहाँतिर चाहिँ राख्ने भन्ने हुन्छ। अनि म चाहिँ यहाँ यता हुँदैछु। हाम्रो त्यो बिस्तारै पानी परिरहेको, अघि म पनि परिरहेको थियो पानी, अझै पनि रहिसकेको छैन। अब अहिले एकछिन हेरौँ। बुवाले चाहिँ खाजा खाइसक्नु, अहिले म खान्छु। हाम्रो चाहिँ सबैजनाको सबै थरीको खाजाहरू छ। छोरोलाई चाहिँ दुध र चिरा हालेँ, छोरो चाहिँ त्यहाँ मोबाइल हेरेर बसिरहनु भएको हुनुहुन्छ। खाने बेलामा चाहिँ जहिले पनि मोबाइल दिने, अरू बेलामा चाहिँ दिने होइन। सो गाइज मैले चाहिँ यहाँ घिउ पनि पकाउन लागिसकेँ। यो चाहिँ 2 केजी घिउ हो होइन। यत्रो ठुलो भाँडामा बसालिरहेको छु मैले चाहिँ। अब मजाले घिउ चाहिँ पाक्छ। म चाहिँ अहिले घिउ रेडी भइसकेपछि भिडियो चाहिँ देखाउने नै छु। अहिले चाहिँ यहाँसम्म चाहिँ यति नै भइरहेको भिडियो चाहिँ होइन। अब किनकि अब के बनाउने भइरहेको थियो। अनि ठ्याक्क बुवाले पनि घिउ लिएर आउनु भएको थियो। अनि मैले चाहिँ मजाले घिउ पकाल्नको लागि चाहिँ बसालिदिइसकेँ। अनि यो चाहिँ 2 केजी घिउ हो। नुन यस्तो ठुलो डल्लो थियो, अहिले चाहिँ पक्रिँदा यति भइसक्यो। छोरो चाहिँ यता ज्ञानी भएर नि बसिरहनु भएको छ मोबाइल सोबाइल हेरेर। अनि मोबाइल चाहिँ यता बाहिर गफसाफ गर्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ गफ गरौँ जेलसम्म यति यो पाक्छ भनेर म चाहिँ यहाँ बसालिदिइसकेँ। अनि म चाहिँ खाजा खाएको भाँडा चाहिँ माझ्छु। अब यस्तै छ। ल है त अब अहिले एकछिन घिउ रेडी हुन्छ अनि त्यसपछि म तपाईँलाई देखाउँछु। गाइज बिलाउनु चाहिँ कोलाई मनपर्छ। मैले चाहिँ यो अघि नै भन्न बिर्सिछु होइन। हेर्नु यस्तो मजाले बिलाउनु बसिरह नि, यहाँ चाहिँ यस्तो राम्रो देखिरह नि, एकदमै खाउँ लागिरह। मेरो बुढाको चाहिँ एकदम धेरै फेभरेट हो। आई मिस यु। हेर्नु यो खाने बेलामा चाहिँ तातो खानु मन लाग्छ नि त तपाईँलाई। अरू कुरामा चाहिँ सम्झेको होइन, तातो खानुहुन्थ्यो, त्यो भएर चाहिँ सम्झेको हो मैले यहाँ। यस्तो हेर्दा नि पुरै खाउँ तर मजाले उम्रिरह। यति भयो घिउ चाहिँ, यत्रो ठुलो कन्तीमा उसिनेको भन्न आएको छ। म चाहिँ यसमा बनाएको थिएँ। ल है त अब अहिले एकछिन भेटौँ ल। यहाँ चाहिँ घिउ पनि यति भयो, 2 किलो घिउको यति 1 बट्टा घिउ भयो। यहाँ चाहिँ म यिनीहरू यहाँ 2जना यहाँ मेरो कुरा काटिएको छु, बोल्दैछु। अनि यहाँ छोरो चाहिँ घर बनाएर बसिरह होइन, एकदम खुसी भनौँ मोबाइल हेरेर होइन। यस्तै छ। यहाँ चाहिँ म दिदीहरूसँग गफ हाल्दै थिएँ, यहाँ भ्लग हाल्नलाई बनाउँछु भने। अनि यहाँ फोन काट्छु भने यिनीहरू यहाँ कराउँदै थियो 2जना मिलेर मलाई चाहिँ। मेरो मेहन्दीको तारिफ गरेर मेरो मेहन्दीमा पनि आउनु भन्नु न। त्यही त अस्ट्रेलिया बसेर 2जना भएर यहाँ मेहन्दी लाउँदैछन् होइन। मम्मी चाहिँ यहाँ घिउ हाल्दै हुनुहुन्छ, झन्डै घिउ पोखिदियो यता र उता हेर्ने भएर। सो गाइज अब अहिले एकछिनमा भेटौँला है त अब के हुन्छ। घिउ चाहिँ बट्टामा हालिसक्यौँ हामीले। अनि त्यसपछि यहाँ चाहिँ यो बिलाउनु छ, कोलाई मनपर्छ कमेन्ट गर्नु होला। हेर्दै खाउँ लाग्ने छ हेर्दाखेरि चाहिँ। घिउ चाहिँ यति भयो, 2 किलो घिउको चाहिँ यति भयो। मम्मी चाहिँ यहाँ कोर्दै हुनुहुन्छ बिलाउने खानको लागि। एकदम मिठो हुन्छ। तपाईँहरू पनि घिउ पगाल्दाखेरि चाहिँ 1 मुठी चामल हालेर खानु होला। हामीलाई चाहिँ एकदम धेरै मनपर्छ सबैजनालाई, त्यही भएर मम्मीले चाहिँ यहाँ चामल हाल्नुभएको थियो। अनि यहाँ कोरकाट पार्दै हुनुहुन्छ। अब हामी चाहिँ खान्छौँ, मिठो हुन्छ। अनि यहाँ छोरी चाहिँ हुनुहुन्छ, उहाँ आफ्नै तालमा यहाँ आफैले घर बनाएर बसिरहनु भएको छ त, हेर्न सक्नुहुन्छ हजुर। ल अब अहिले एकछिन भेटौँ है। बुवा र म चाहिँ त्यहाँ यसो तरकारी बजार गएर अनि सामानहरू लिएर आउनु भएको। बुवा र म चाहिँ त्यहाँ पनि हाम्रोतिर यस्तो ठुलो पानी आउला जस्तो भइरहेको, अझै कम भएर आज चाहिँ दिनभरि नै पानी पऱ्यो। अब हामी चाहिँ तरकारी बजार जान्छौँ। अनि तरकारी बजार गएर त्यहाँ मामाकोमा गएर चामल पनि किनेर आउँछौँ। अब त्यहाँभन्दा पछि के हुन्छ म तरकारी बजार है त। हाम्रोतिर चाहिँ यहाँ पानी परेर यहाँ यत्रो ठुलो खोला पनि आउँछ। हाम्रो चाहिँ यो घरदेखि नजिकै यहाँ बुद्धचोक छ, यस्तो राम्रो सिन छ कि यहाँ हेर्नु सक्नुहुन्छ खोला पर्दैन। खोला त देखिहाल्नु होला हेर्नु पानी। बेलुका घुम्न आउन चाहिँ आनन्द छ यहाँ चाहिँ। सबैजना घुम्न आउनु होला। मान्छेहरू त्यस्तो पानीमा पनि आएर घुमेर बसिरहन। हामीले चाहिँ सामान पनि ल्याइसक्यौँ। यहाँ सब सामान
सामान लिएर आइसकेको छ चाहिने जति चाहिँ। अघि नै बाटोमा त्यस्तो भिडियो चाहिँ केही नै बनाइन किनकि अब यता सामान नै थियो हातमा अप्ठ्यारो हुन्छ नि त बनाउन। त्यही भएर सो गाइस अब चाहिँ एकैचोटि बुढा आएपछि भिडियो बनाइदिन्छु अनि त्यहाँभन्दा पछाडिको दिन चाहिँ बुढाले नै आएर गर्नुहुन्छ है त। मैले चाहिँ यहाँसम्म चाहिँ बनाइदिएँ, मलाई आएको जति थाहा भएको जति। मम्मी चाहिँ मासु चाख्दै हुनुहुन्छ पकाएर। छोरा चाहिँ रमाएर बसिरहेको छ। ल अहिलेलाई यति नै है त। चामल खनाउँदै हुनुहुन्छ मम्मी। अघि नै चाहिँ बुढा आएपछि बनाउँछु भनेको थिएँ भिडियो। यहाँ चाहिँ चामल खनाएको, चामलमा चाहिँ के पर्छ भन्नुलाई चाहिँ देखाउनको लागि चाहिँ म चाहिँ भिडियो बनाउँदैछु। त्यही फिनिस गर छोरो। सब्जीलाई टाइ गरेर लिएर जान्छ नि, भाइले लिएर जाँदैन यति दुध खायो भने। सुगाई चाहिँ यहाँ खोल्दै हुनुहुन्छ। छोरोलाई चाहिँ यहाँ दियो खानालाई महाभारत परेर पकाउँदैछु। अब यहाँ चाहिँ के पर्छ हेरौँ है त। तिम्रो लागि क्युट बोतल छ नि क्युट बोतल एकछिन लाने बोतल हो कि त्यसलाई अलिकति उदाहर्नुपर्छ जस्तो छ। यता आउँछ आज फेरि खोक्न थालेको छैन भाइ। आइसक्रिम खाएको छ नि अहिले एकछिन औषधि नै खानुपर्छ ल छोरा। सो गाइस म चाहिँ यहाँ फ्रिजमा गुडमेलाहरू चाहिँ मिलाएर हाल्छु। यहाँ चाहिँ हालेको छैन, सबै सामान चाहिँ लिएर आइसकेको थिएँ। अरू सबै सामान चाहिँ मैले थन्काइसकेँ भने यहाँ चाहिँ सबै कुरा हाल्दैछु। यहाँ चाहिँ घिउ छ, योहरू छ। खासै त्यस्तो चाहिँ केही छैन फ्रिजमा। सो अब चाहिँ यहाँ चामल खोल्न लाग्यो। अलिक कस्तो जस्तो हो, खोल्न नि मिलेन। डोरी कुनै चाहिँ खोलिहाल्छ, कुनै चाहिँ खोलिहाल्दैन। अब अहिले एकछिन भिडियो चाहिँ लामो भइसक्यो, के पर्छ म चाहिँ त्यो देखाउँछु है। गाइज उहाँ पनि आउनु भइसक्यो राति राति आउँदै हुनुहुन्छ। उहाँ चाहिँ यत्रो बिहान 8 बजी गएको, अहिले बेलुका एकैचोटि यहाँ चाहिँ विनाशको बर्थडेको भिडियोहरू हेर्दैछौँ हामी चाहिँ। सो गाइज यस्तै हुँदैछ होइन। विनाशको बर्थडे होइन, अब अहिले एकछिन भ्लगिङ चाहिँ उहाँले गर्नुहुन्छ। गाइज भ्लग चाहिँ कस्तो बनाएको चाहिँ सुन्ताले मलाई थाहा छैन, कस्तो बनायो मलाई थाहा छैन। सो गाइज है अब हेर्नु सबैले लाइक सेयर अनि सब्सक्राइब गर्नु है। कति धेरै बनायो ठिक छ गाइज, इन गरिदिउँ। ओके सो गाइज होइन यहाँसम्म जसले हेर्दै हुनुहुन्छ सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला अनि सबै माया देखाइदिनु होला है। यति भन्दै